आज हामीले पाउने 4 आनामा भनेको यति राम्रो घर लिएर आएका छौँ। साँच्चै भन्नुपर्दा यो घरको जग्गा अलिकति मिलेको छैन, तर यो घर चाहिँ बिल्डरले यति सोचेर बनाउनु भएको छ कि स्पेस वेस्ट नहुने गरी स्मार्टली बनाउनु भएको छ। बाटोको कुरा गर्नुपर्दा फ्रन्टमा 20 फिटे र 13 फिटे ढलाने बाटोको एक्सेस, पार्किङ पनि एकदम मजाको, एउटा कार अटेर 5-6 वटा मजाले बाइक अट्छ। 2 BHK रेन्टल स्पेस भइगयो। अष्टमङ्गलको ढोका आउने भइ नै गयो। भर्याङहरू नि सबै ग्रेनाइट र टाइल्सले, एकदम राम्रो काठको प्यानलिङ र रेलिङ पनि सबै काठको छ। यो घरमा हजुरले 4 BHK लिभिङ स्पेसको लागि पाउनुहुन्छ र 2 BHK चाहिँ रेन्टल स्पेसको लागि। लिभिङ स्पेसमा यति मजाले डेकोरेट गर्नुभएको छ कि सबै रुममा फल सिलिङ, फ्लोरिङ पनि सबै टाइलको, टिभी क्याबिनेट, दराज, मोडुलर किचनहरू सबै पाउनु सक्नुहुनेछ। एकदम राम्रो इन्टेरियर फिनिसिङ भएको यो घर बस्नको लागि पनि एकदम प्र्याक्टिकल र एकदम राम्रो छ। घरको जग्गा अलिकति चोसो भए पनि यति मजाले सोचेर यति मजा तरिकाले बनाउनु भएको छ नि, यसको सुन्दरता नै बेग्लै छ। यसको मूल्य रहेको छ जम्मा 2,80,00,000। अझै पनि यसमा हजुरहरूलाई मन पर्यो भने एकदम राम्रो रेटमा मिलाएर दिने जिम्मा मेरो। चिन्तै नगर्नुहोस्। धन्यवाद।